र हाम्रो मुलुकको अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरू विरुद्ध निर्णायक प्रहार गर्न हामी अवसरहरूको न्यायिक वितरण, इक्वालिटी अफ अपर्च्युनिटिज, इक्वालिटी अफ आउटकम्स होइन। र त्यसको लागि हाम्रो समुच्च निजी, सार्वजनिक र सामुदायिक रिसोर्सहरूलाई चाहिँ इक्वालिटी अफ अपर्च्युनिटिज, त्यो शिक्षाबाट मुखरित हुन्छ, पोषणबाट, स्वास्थ्यबाट, वित्तीय पहुँचबाट, एकीकृत सामाजिक प्रणालीबाट, र यो सबै विपन्नको सहारा पनि राज्य हो, तर मध्यम वर्गको विस्तार पनि हाम्रो चाहिँ लक्ष्य हो। मध्यम वर्गको विस्तार भएन भने लोकतन्त्र पनि जोगिँदैन र हाम्रा विकासका परम्परागत मानकहरूलाई पनि हामीले न्याय गर्दैनौँ। त्यसैले यसमा हामी स्पष्ट छौँ। इक्वालिटी अफ अपर्च्युनिटिज लगायतका विषयहरूमा त्यसको न्यायिक वितरण पनि, पहुँच पनि र उपयोगमा पनि हामी जोड दिनेछौँ। नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान लगायतका विषयमा हामी स्पष्ट छौँ र यो नै राष्ट्रिय स्वतन्त्र पार्टीको दार्शनिक धरातल हो, अर्थ राजनीतिक सामाजिक धरातल हो। त्यसैबाट प्रेरणा लिएर हामीले यसलाई छोडेका छैनौँ। यसले 100 बुँदे वाचापत्र, 100 बुँदे शासकीय सुधारमा आयो, 100 बुँदे नीति तथा कार्यक्रममा आयो र त्योबाट नै धेरै बजेटको रियल एलोकेसन पनि यसैको जगमा हुनेछ भन्ने कुरा म आश्वस्त गराउन चाहन्छु। अब तेस्रो विषय अलिकति मैले छुनै पर्ने, अघि मैले इङ्गित गरिसकेँ, आर्थिक वृद्धि भन्ने शब्द देख्नासाथ खै आर्थिक वृद्धि त पहिला पनि सुने हो भन्ने भयो। आर्थिक वृद्धि कति, के का आधारमा, कति समयसम्म, कसरी सम्भव हुन्छ र यो सम्भव भएको खण्डमा हामी कहाँ पुग्छौँ भन्ने स्पष्ट इकोनोमिक रोडम्याप प्रस्तुत गरिएको सायद यो नेपालको विकास इतिहासमा यो पहिलो पटक होला। हामीले मध्यम वर्गको विस्तार, सामाजिक आर्थिक उन्नयनको अवसर, समता उन्मुख सामाजिक बजार अर्थतन्त्र, सौम्य शक्ति, सम्पूर्ण हाम्रो अन्तर्राष्ट्रिय बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धहरूको विविधीकरणलाई सौम्य शक्ति, सफ्ट पावरको अम्ब्रेला मुनि लिएर आएका छौँ र यसलाई आर्थिक कूटनीतिसँग जोड्दैछौँ। यो वैचारिक फ्रेममा राज्यको भूमिका पुनर्परिभाषित हुँदैछ, हामी पुनर्परिभाषित गर्दैछौँ। यो नीति तथा कार्यक्रम पुराना दस्तावेजको निरन्तरता मात्र होइन, राज्य सञ्चालनको दृष्टिकोण नै परिवर्तन गर्ने गरी आएको छ। विगतमा राज्य भनेको खर्च गर्ने भाँडो, खर्च गर्ने संयन्त्रका रूपमा प्रस्तुत हुन्थ्यो भने अहिले हामी डेलिभरी दिने राज्य निर्माणको दिशामा अगाडि बढेका छौँ। पहिलाका नीति तथा कार्यक्रमहरू प्रशासनिक सूची जस्तो हुन्थ्यो, एडमिनिस्ट्रेटिभ लन्ड्री लिस्ट जस्तो हुन्थ्यो। अहिले हामी आर्थिक पुनर्संरचना र शासकीय पुनर्संरचनाको राजनीतिक दस्तावेजको रूपमा आएको छ। यसले राज्य सञ्चालनको समग्र कार्यशैली र प्रणाली नै रूपान्तरण गर्ने चाहिँ लक्ष्य राखेको छ। मिसन मोडमा कार्यान्वयन, कार्य सम्पादन सम्झौता, डेलिभरी युनिट, डिजिटल सुशासन, तौलरहित अर्थतन्त्र, एआईमा आधारित अर्थतन्त्र, एकद्वार डिजिटल राज्य जस्ता संरचनात्मक रूपान्तरणका अवधारणालाई स्पष्ट रूपमा समावेश गरिएको छ र यो नयाँ दृष्टिकोणको प्रस्थान बिन्दु नै हो भन्ने हाम्रो चाहिँ दलिल छ। विगतमा दस्तावेजहरूमा धेरैजसो के गर्ने उल्लेख हुन्थ्यो, अहिलेको दस्तावेजले कसरी गर्ने, कसले जिम्मा लिने, कुन प्रणालीबाट डेलिभरी हुने समेत इङ्गित गरिएको छ। सुशासनलाई सायद पहिलो पटक नारा मात्र होइन, मापन गर्न सकिने प्रत्यक्ष परिमाणका रूपमा परिभाषित गरिएको छ। डिजिटल लेखा परीक्षण, कार्य सम्पादन सम्झौता, नागरिक ड्यासबोर्ड, डिजिटल ट्र्याकिङ, एकपटक विवरण दिए पुग्ने प्रणाली लगायतका कुराहरू र 100 वटा एप जति चाहिँ नागरिक एपबाटै उपलब्ध हुने जस्ता कुराहरू र यो डिजिटल भन्दा पनि धेरै कन्फ्युजन भएको हुनाले यसलाई पनि हामीले टुक्रेर एउटा विश्लेषणात्मक चाहिँ आवरण दिएका छौँ। एउटा ई गभर्नेन्सको खम्बा, अर्को डिजिटल सर्भिस डेलिभरीको खम्बा र तेस्रो चाहिँ डिजिटल इकोनोमीको खम्बा। एकअर्कासँग अन्तर्आबद्ध छन् तर कहिलेकाहीँ यिनीहरू पृथक ढङ्गले पनि अगाडि जान सक्दछन्। त्यो डिजिटल गभर्नेन्सको क्ल्यारिटीका साथ हामी प्रस्तुत भएका छौँ र कहिले कसले गरेर के नतिजा आउँछ भन्नेसम्मको पनि नीति कार्यक्रममा आएको छ, जुन वाचापत्रमा नै कमिट गरिएको कुरालाई हामीले चाहिँ उठाएका छौँ र यसलाई विश्वसनीय बनाउनको लागि जेठ 15 मा यी लक्ष्यका अगेन्स्टमा हामी रकमै तोक्नेछौँ, त्यसरी अगाडि जानेछौँ। र यो हरेक सेक्टरमा अलिकति कहाँ फरक छ भन्ने कुरा पनि म मान्य सांसदज्यूहरूलाई सामान्य सभामुख मार्फत निवेदन गर्न चाहन्छु। हिजोका नीति तथा कार्यक्रमहरूमा राज्य संयन्त्रको दलीय दोहन,
सरकारी संयन्त्रलाई राजनीतिक कब्जाबाट मुक्त गर्ने, कर्मचारी तन्त्रका दलगत ट्रेड युनियन खारेज गर्ने, शैक्षिक संस्थाभित्रका हिंसात्मक तथा दलगत विद्यार्थी सङ्गठनको प्रभाव न्यूनीकरण गर्ने, सार्वजनिक संस्थालाई पेशागत र तटस्थ बनाउने संरचनात्मक सुधारका विषय छन् जस्तो मलाई लाग्दैन। हामीले लेखेका छौँ। त्यसैले अहिलेको दस्तावेजले राज्यलाई दलको विस्तार होइन, नागरिकको साझा संस्थाका रूपमा पुनर्स्थापित गर्ने स्पष्ट राजनीतिक प्रतिबद्धता व्यक्त गरेको छ। हामीले अर्थतन्त्रलाई उपभोग, आयात र रेमिटेन्स डिपेन्डेन्सीबाट उत्पादन, सेवा निर्यात, डिजिटल इकोनोमी, स्टार्टअप इकोसिस्टम र इनोभेसन लेड ग्रोथतर्फ लैजाने स्पष्ट दर्शन प्रस्तुत गरेका छौँ। कृषिको पुनर्जागरणको कुराहरू उठाएका छौँ, कसरी गर्नेछौँ भन्ने, शिक्षा, स्वास्थ्यका सङ्कटहरूलाई दूरगामी र दीर्घकालीन समाधान कसरी दिने भन्ने कुराहरू लेखेका छौँ। पूर्वाधार भनेको त्यही नेपाल सरकारले 2-3 खरब खर्च गर्छ पुँजीगतको नाममा, त्योबाट हामी अब गभर्मेन्टको ब्यालेन्स सिटभन्दा बाहिर गएर खरबौँ रुपियाँ जोहो गर्ने गरेर अफसोर ग्रिन बन्डहरू, एनआरएनका बन्डहरू, पुँजीगत खर्चलाई बोरोइङसँग लिङ्क गर्ने कुराहरू, आइडल रहेका कर्मचारी कोष, सेनाको वेलफेयर कोष, प्रहरीको इपिएफ, सिआइटी, यी सम्पूर्ण हाम्रा सार्वजनिक कोषहरूलाई अल्टरनेटिभ डेभलपमेन्ट फाइनान्स बिलमा लिएर आएर त्यसलाई गभर्मेन्टको ब्यालेन्स सिटभन्दा बाहिर खर्च गर्ने गरेर पहिलो पटक सायद विभिन्न पूर्वाधारका क्षेत्रहरूमा इलेक्ट्रिकल ग्रिड होला, डिजिटल कनेक्टिभिटी होला, रोड र पुलहरू होलान्, एभिएसन होला। अब हामी निजी पुँजी ल्याउँदैछौँ किनकि सरकारको सीमित रिसोर्सले त्यो भ्याउँदैन। त्यो भिजन यहाँ छ। यहाँहरूले पढिदिने कष्ट गरिदिनु भयो भने त्यो भिजन हामी छ। लामो समय समाजवादको नाम बजाएर कृषकहरूको नाममा राजनीति गरेकाहरूले पनि सोच्नुपर्नेछ। हामी सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने भएको हुनाले कृषिमा न्यूनतम समर्थन मूल्य, किसानलाई डिजिटल भुक्तानी, भूमि बैंक, कृषि प्रविधि, बजार सूचना प्रणाली, निर्यात ब्रान्डिङ लगायतका कुराहरूमा अनुदानमुखी, कुटोमा अनुदान छ, बिउमा अनुदान छ, तर दिनुपर्ने अनुदानहरू हामीले दिइरहेका छैनौँ। त्यसैले अनुदानमुखी कृषि दृष्टिबाट ठुलो डिपार्चर हुनेवाला छ। त्यसैले रुरल इकोनोमीको रिभाइटलाइजेसन पनि हामी गर्दैछौँ। शिक्षालाई केवल पहुँचमा सीमित नराखी कृत्रिम एआई लगायतका प्रविधिमा आधारित सिकाइको सङ्कट जुन छ, प्राविधिक शिक्षा, उद्योग विद्यालय सहकार्य, डिजिटल कक्षा, रोजगारमुखी शिक्षा र अनुसन्धान प्रणालीसँग जोड्ने सोच अघि सारिएको छ। र आइटीमा त यहाँहरूले पनि विथ रिलक्टेन्स एक्सेप्ट गर्नुभएको छ कि यो सरकारको स्पष्ट एकीकृत दूरगामी भिजन छ भनेर विपक्षी सांसदहरूले पनि स्वीकार गर्नुभएको छ। त्यसको लागि म धन्यवाद पनि दिन चाहन्छु। पहिलो पटक सूचना प्रविधि, क्लाउड सेवा, एआई कम्प्युटेसन, डेटा सेन्टर, हरित कम्प्युटिङ, रिमोट वर्क लगायतका विषयहरूलाई आर्थिक रूपान्तरणको एउटा आधारका रूपमा हामीले स्थापित चाहिँ गरेका छौँ। अन्त्यमा यहाँहरूबाट प्राप्त महत्त्वपूर्ण सुझाव, धारणा र चिन्तनलाई सरकारले गम्भीरतापूर्वक आत्मसात गर्नेछ। जसरी विभिन्न राजनीतिक दलका घोषणापत्रमा रहेका राष्ट्रिय हितका साझा र महत्त्वपूर्ण कार्यक्रमहरूलाई समेटेर हामीले साझा कार्यक्रम तयार गरेका छौँ, त्यसै गरी माननीय सदस्यहरूबाट प्राप्त रचनात्मक सुझाव, आलोचना र वैकल्पिक दृष्टिकोणलाई पनि आगामी कार्यान्वयन तथा नीतिगत परिमार्जनको आधार बनाइनेछ। माननीय सांसदहरूबाट अझ गहिरो अध्ययन, व्यापक बुझाइ र दूरदृष्टिसहितको रचनात्मक बहस, सुझाव र आलोचनाको अपेक्षा गर्दै राष्ट्र निर्माण सम्बन्धी बहसलाई अझ परिपक्व, सारगर्भित र घनीभूत बनाउन सबैलाई हार्दिक आह्वान गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब सम्माननीय प्रधानमन्त्रीको तर्फबाट माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको उक्त जवाफका सम्बन्धमा स्पष्टीकरण माग गर्न चाहनुहुने मान्य सदस्यहरूलाई समय दिन्छु। आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिनुभएका र संशोधन प्रस्तुत नगरी छलफलमा भाग लिनुभएका मान्य सदस्यहरूले मात्र स्पष्टीकरण माग गर्न सक्नुहुने बेहोरा जानकारी गराउन चाहन्छु। मान्य सदस्यहरू, स्पष्टीकरण माग गर्न चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सजिलोको लागि सभामुखको डायससँगै बसेका सचिवालयका कर्मचारीहरूलाई 3 मिनेटभित्र लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। स्पष्टीकरण माग गर्न चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 1 मिनेटको समय निर्धारण गरेको छु। निर्धारित समयभित्र मान्य सदस्यहरूले आफ्नो स्पष्टीकरण माग गर्नुहुन अनुरोध गर्दछु।
मान्य सदस्यहरू, उक्त जवाफका सम्बन्धमा कुनै पनि मान्य सदस्यबाट स्पष्टीकरण माग नभएको बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, आर्थिक वर्ष 2083-84 को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल यही समाप्त हुन्छ। मान्य सदस्यहरू, आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता माननीय गणेश सिंह ठगुन्नालाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सदस्यहरू, मान्य गणेश सिंह ठगुन्नाले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य गणेश सिंह ठगुन्नाले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता माननीय अर्जुन कुमार कार्कीलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। माननीय अर्जुन कुमार कार्कीले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य अर्जुन कुमार कार्कीले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य युवराज दुलाललाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य युवराज दुलालले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य युवराज दुलालले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य क्षितिज थेबेलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य क्षितिज थेबेले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्।
हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य क्षितिज थेबेले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य कृपाराम राणालाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य कृपाराम राणाले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरर्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य कृपाराम राणाले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य सोहाङ नेम्बाङलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सोहाङ नेम्बाङले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरर्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य सोहाङ नेम्बाङले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य ऐन बहादुर महरलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य ऐन बहादुर महरले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरर्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य ऐन बहादुर महरले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य पद्मा कुमारी अर्याललाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य पद्मा कुमारी अर्यालले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरर्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य पद्मा कुमारी अर्यालले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु।
माननीय सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य भूमिका लिम्बू सुब्बालाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य भूमिका लिम्बू सुब्बाले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य भूमिका लिम्बू सुब्बाले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य यज्ञ बहादुर बोगटीलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य यज्ञ बहादुर बोगटीले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य यज्ञ बहादुर बोगटीले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य चन्द्रेश्वर मण्डललाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य चन्द्रेश्वर मण्डलले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य चन्द्रेश्वर मण्डलले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य गंगा देवी श्रेष्ठलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य गंगा देवी श्रेष्ठले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य गंगा देवी श्रेष्ठले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य पुष्पराज कणेललाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु।
माननीय पुष्पराज कँडेलले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य पुष्पराज कँडेलले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य यशोदा कुमारी बराललाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य यशोदा कुमारी बरालले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य यशोदा कुमारी बरालले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य टुका भद्र हमाललाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य टुका भद्र हमालले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य टुका भद्र हमालले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य कुलभक्त साक्यलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य कुलभक्त साक्यले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य कुलभक्त साक्यले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य परमेश कुमार हमाललाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य परमेश कुमार हमालले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य
परमेश कुमार हमालले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य मातृका प्रसाद यादवलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य मातृका प्रसाद यादवले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य मातृका प्रसाद यादवले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य परशुराम तामाङलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य परशुराम तामाङले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य परशुराम तामाङले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य बलावती शर्मालाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य बलावती शर्माले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य बलावती शर्माले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य पार्वती विकलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य पार्वती विकलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य पार्वती विकले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य पार्वती विकले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा
कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य निराशा चौधरी डगौरालाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य निराशा चौधरी डगौराले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य निराशा चौधरी डगौराले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य प्रेम बहादुर बैकलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य प्रेम बहादुर बैकले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य प्रेम बहादुर बैकले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य जोग कुमार बरबरिया यादवलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य जोग कुमार बरबरिया यादवले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य जोग कुमार बरबरिया यादवले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य महेन्द्र बहादुर शाहीलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य महेन्द्र बहादुर शाहीले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य महेन्द्र बहादुर शाहीले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, आर्थिक वर्ष
2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता माननीय गोपाल शर्मालाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। माननीय गोपाल शर्माले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य गोपाल शर्माले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य साजिदा खातुन सिद्दिकीलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य साजिदा खातुन सिद्दिकीले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य साजिदा खातुन सिद्दिकीले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य रमेश कुमार मल्ललाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य रमेश कुमार मल्लले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य रमेश कुमार मल्लले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य गुरुप्रसाद बराललाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य गुरुप्रसाद बरालले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य गुरुप्रसाद बरालले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य सन्दीप राणालाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सन्दीप राणाले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले
हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य सन्दीप राणाले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता माननीय नरेन्द्र कुमार केरुङलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। माननीय नरेन्द्र कुमार केरुङले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य नरेन्द्र कुमार केरुङले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य यशोदा कुमारीलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य यशोदा कुमारीले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य यशोदा कुमारीले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य रिगला यादवलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य रिगला यादवले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य रिगला यादवले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता मान्य मोहम्मद इस्तियाक राईलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य मोहम्मद इस्तियाक राईले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य मोहम्मद इस्तियाक राईले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु।
माननीय सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिका संशोधनकर्ता माननीय योगेश गौचन थकालीलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। माननीय योगेश गौचन थकालीले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निर्णार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय योगेश गौचन थकालीले आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब म सम्माननीय राष्ट्रपतिले 2083 वैशाख 28 गते सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको संशोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ सम्माननीय राष्ट्रपतिले 2083 वैशाख 28 गते सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब म अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई आर्थिक वर्ष 2083-84 को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, सक्षम, न्यायपूर्ण र समुन्नत नेपालको आकांक्षा बोकेका परिवर्तनकामी युवाहरूको आन्दोलन
र उत्सर्गको जगमा सम्पन्न आम निर्वाचनबाट प्राप्त अभूतपूर्व जनादेश सिरोपर गर्दै बनेको सरकारको अर्थमन्त्रीको हैसियतमा विनियोजन विधेयक 2083 का सिद्धान्त तथा र प्राथमिकता प्रस्तुत गर्न आज म यस गरिमामय सदनमा उभिएको छु। यस अवसरमा राजनीतिक स्वतन्त्रता, नागरिक अधिकार र समन्यायिक समुन्नतिका लागि भएका ऐतिहासिक आन्दोलनहरूमा जीवन अर्पण गर्ने शहीदहरूलाई श्रद्धापूर्वक स्मरण गर्दछु। आन्दोलनका क्रममा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै समानुभूति व्यक्त गर्दछु। सुशासन र न्याय, रोजगारमूलक आर्थिक वृद्धि तथा गुणस्तरीय सार्वजनिक सेवा र समान अवसरलाई केन्द्रमा राख्दै बजेट निर्माणको क्रममा हामी छौं। नेपालको संविधान, लोकतान्त्रिक मूल्य मान्यता र असल शासनका मूल आदर्शप्रति अविचल रहँदै थिति बसाल्ने संकल्पसहित नीतिगत स्थायित्व, संस्थागत सुदृढीकरण र परिणाममुखी शासन प्रणाली स्थापित गर्ने दिशातर्फ वर्तमान सरकार अघि बढेको छ। यसै संकल्पलाई साकार पार्ने उद्देश्यले विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत गरेको छु। सुरुमा विनियोजन विधेयक 2083 का 5 वटा मार्गदर्शक सिद्धान्त प्रस्तुत गर्दछु। क. सुशासनको लाभांश। सुशासनलाई नागरिकले प्रत्यक्ष अनुभूत गर्ने राज्यको नैतिक वैधता, सेवा दक्षता र आर्थिक सामर्थ्यका रूपमा स्थापित गर्नेछौँ। विधिको विवेक सम्मत शासन, संस्थागत कुशलता र सार्वजनिक सदाचारको सर्वोपरिता सुशासन प्रत्याभूतिको प्रस्थान बिन्दु हुनेछ। राज्यलाई उत्तरदायी र प्रविधि मैत्री बनाउँदै सुशासनको प्रत्यक्ष लाभ नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी शासकीय सुधारको श्रृङ्खला कार्यान्वयन गर्नेछौँ। आगामी बजेट नागरिकको समय, श्रम र लागत बचत हुने गरी द्रुत एवं विश्वसनीय सार्वजनिक सेवा सुनिश्चित गर्ने दिशामा केन्द्रित हुनेछ। एकीकृत डिजिटल सुशासनमा आधारित प्रशासनिक सुधार मार्फत सेवा प्रवाहमा हुने ढिलाइ, झन्झट र अवाञ्छित मध्यस्थताको अन्त्य गर्नेछौँ। सार्वजनिक संस्थाहरूलाई अवैध कब्जा र दोहनकारी प्रवृत्तिबाट मुक्त गरी राज्यका नीति, कानून र नियामकीय व्यवस्थाको व्यापक पुनरावलोकन गर्नेछौँ। सम्पत्ति शुद्धिकरण, राजस्व चुहावट, सार्वजनिक स्रोतको दुरुपयोग तथा संगठित अपराध विरुद्धको अनुसन्धान र अभियोजन प्रणालीलाई भ्रष्टाचार विरुद्धको परिणाममुखी अभियान बनाउनेछौँ। ख. अर्थतन्त्रको पुनर्संरचना। उच्च, फराकिलो र तीव्र आर्थिक वृद्धि हासिल गर्दै पर्याप्त रोजगारी सिर्जना गर्नु अर्थतन्त्र पुनर्संरचनाको मूल लक्ष्य हुनेछ। आगामी बजेटले उपभोगमा आधारित अर्थतन्त्रलाई लगानी र उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नेछ। आर्थिक अवसरको विस्तार, उद्यमशीलताको प्रवर्धन, प्रतिस्पर्धात्मक वातावरणको सुनिश्चितता र वित्तीय साधनको उत्पादनशील परिचालनका आधारमा नयाँ चरणको आर्थिक सुधार अगाडि बढाउनेछौँ। सन्तुलित सार्वजनिक वित्त व्यवस्थापन मार्फत पूर्वानुमेय प्रेडिक्टेबल लगानी मैत्री आर्थिक वातावरण सुदृढ गर्नेछौँ। निजी क्षेत्रको आत्मविश्वास पुनस्थापित गर्दै उद्यम व्यवसायमा रहेका अवरोधहरू हटाउनेछौँ। अस्वस्थ प्रतिस्पर्धा, सिन्डिकेट, कार्टेलिङ र एकाधिकारको अन्त्य गर्दै समता उन्मुख सामाजिक बजार अर्थतन्त्र सोशल मार्केट इकोनोमी सुदृढ गर्नेछौँ। कर प्रणालीलाई सरल र न्यायोचित बनाउँदै उत्पादन र नवप्रवर्तनलाई प्रोत्साहन गर्नेछौँ। डिजिटल अर्थतन्त्र, सेवा निर्यात, स्वच्छ ऊर्जा र उच्च मूल्य अभिवृद्धियुक्त कृषि क्षेत्रलाई आर्थिक रूपान्तरणको संवाहकका रूपमा अगाडि बढाउनेछौँ। नेपालको भूपरिवेष्टित प्रतिकूलतामा अन्तर्निहित संरचनागत आर्थिक भार कम गर्न अन्तर्राष्ट्रिय स्तरको हवाई सेवा, दूरसञ्चार तथा लजिस्टिक्स पूर्वाधारमा आमूल सुधार गर्नेछौँ। आयात प्रतिस्थापन गर्ने उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन अस्थायी संरक्षणात्मक उपायहरू अवलम्बन गर्नेछौँ। निजी सम्पत्तिको सुरक्षा राज्यको दायित्व हुनेछ। ग. सन्निकटताका लागि एकीकृत पूर्वाधार। सन्निकटता, कनेक्टिभिटीले भूगोल र बस्ती बीच मात्र होइन, उत्पादन, बजार, सेवा र अवसर बीचको दूरी न्यूनीकरण गर्दै आर्थिक सामाजिक अन्तर्सम्बन्ध सुदृढ गर्दछ। बृहत पूर्वाधार निर्माण मार्फत सन्निकटता विस्तार गरी आर्थिक गतिशीलता र सामाजिक एकीकरणमा टेवा पुर्याउनेछौँ।
सडक, हवाई, ऊर्जा, शहरी तथा डिजिटल पूर्वाधारलाई एकीकृत दृष्टिकोणका साथ विकास गर्नेछौँ। पूर्वाधारलाई समय, लागत र गुणस्तरको अनुशासनभित्र राख्न संस्थागत समन्वय सुदृढ गर्नेछौँ। देशका सबै क्षेत्र र सम्प्रदायसम्म प्रतिफल पुग्ने गरी सन्तुलित विकासका लागि पुँजी, प्रविधि र व्यवस्थापकीय क्षमताको समुचित परिचालन गर्नेछौँ। आर्थिक गतिविधि, सेवा प्रवाह र राष्ट्रिय सन्निकटतालाई नयाँ स्तरमा पुर्याउने गरी डिजिटल सार्वजनिक पूर्वाधार, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर विस्तार गर्नेछौँ। जलवायु परिवर्तन, पर्यावरणीय सन्तुलन र विपद जोखिमलाई मध्यनजर गर्दै उत्थानशील पूर्वाधार विकासको अवधारणा अवलम्बन गर्नेछौँ। प्राकृतिक स्रोतको संरक्षण, उपयोग र भविष्य सुरक्षित अर्थतन्त्र बीचको सम्बन्ध सन्तुलित हुनेछ। घ, सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार। गुणस्तरीय शिक्षा, स्वास्थ्य, पोषण र सिपमा समान पहुँच सुनिश्चित गर्दै सक्षम मानव पुँजी विकास गर्नेछौँ। राज्यको संरक्षण आवश्यक पर्ने व्यक्तिका लागि सामाजिक सुरक्षाको भरपर्दो आधार निर्माण गर्नेछौँ। आर्थिक गतिशीलता र सामाजिक सुरक्षा प्रत्याभूत गरी मध्यम वर्गको विस्तार गर्नेछौँ। कृषि एवं लघु, साना तथा मझौला उद्योगको प्रवर्धन तथा प्रायोगिक र रोजगारमूलक शिक्षा उपलब्ध गराई सिपयुक्त जनशक्तिको विकास गर्नेछौँ। नवप्रवर्तन, उद्यमशीलता र स्टार्टअप संस्कृतिलाई उत्पादन तथा रोजगारीसँग आबद्ध गर्न उपयुक्त वित्तीय साधन परिचालन गर्नेछौँ। शिक्षा प्रणालीलाई उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र श्रम बजारसँग आबद्ध गर्नेछौँ। प्राविधिक तथा व्यावसायिक शिक्षामा राज्यको लगानी बढाई रोजगार केन्द्रित शिक्षामा जोड दिनेछौँ। स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा प्रणालीको पुनः संरचना मार्फत स्वास्थ्य सेवा, नागरिकको पहुँच र वित्तीय सुरक्षा सुदृढ गर्नेछौँ। सबै नेपालीको जीवनस्तर उकास्ने वास्तविक सामाजिक गतिशीलता, अपवर्ड सोसियल मोबिलिटीका लागि कदमहरू चाल्नेछौँ। समावेशीकरणलाई प्रतिनिधित्वमा मात्र सीमित नराखी आर्थिक अवसर र सम्मानजनक सहभागितासँग आबद्ध गर्नेछौँ। ङ, सौम्य शक्तिको सुदृढीकरण। पारस्परिक लाभ, राष्ट्रिय आत्मसम्मान र सार्वभौम हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ गर्दै आर्थिक समुन्नतिका लागि सौम्य शक्ति, सफ्ट पावर परिचालन गर्नेछौँ। आर्थिक कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोग मार्फत नेपालको अन्तर्राष्ट्रिय उपस्थिति, विश्वसनीयता र प्रभाव विस्तार गर्नेछौँ। छिमेकी तथा मित्र राष्ट्रहरू र अन्तर्राष्ट्रिय संस्थाहरूसँग परिपक्व सम्बन्ध विकास गर्दै आर्थिक लाभ वृद्धि गर्नेछौँ। स्वदेशी पुँजी, प्रविधि र उद्यमशीलतासँगै विदेशमा रहेका नेपाली समुदायको सञ्जाल, सिप र पुँजीलाई राष्ट्रिय विकासको अभिन्न अङ्गका रूपमा परिचालन गर्नेछौँ। गैर आवासीय नेपालीको विशेषज्ञतालाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्न सहजीकरण गर्नेछौँ। आर्थिक कूटनीतिलाई लगानी, प्रविधि हस्तान्तरण, निर्यात विस्तार र अन्तर्राष्ट्रिय पुँजी परिचालनसँग आबद्ध गर्न कानुनी सुधार गर्नेछौँ। सम्माननीय सभामुख महोदय, अब म विनियोजन विधेयकका प्राथमिकता प्रस्तुत गर्दछु। क, सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको समुपयोग। सहकार्यात्मक सङ्घीय शासन प्रणाली मार्फत सबल राज्य संरचना निर्माण गर्नु बजेटको प्राथमिकता हुनेछ। सङ्घलाई नीति निर्माण, अनुसन्धान, राष्ट्रिय मापदण्ड निर्धारण तथा रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्नेछौँ भने प्रदेशलाई समन्वय, प्रादेशिक योजना र सेवा सहजीकरणको गतिशील पुलका रूपमा पुनर्संरचना गर्नेछौँ। स्थानीय तहलाई राज्यको कार्यान्वयन इकाइका रूपमा सुदृढ गर्न पर्याप्त वित्तीय स्रोत र संस्थागत क्षमता सुनिश्चित गर्नेछौँ। विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा आधारभूत सेवा प्रवाहलाई स्थानीय सम्भावनासँग जोड्नेछौँ। लगानी, वित्तीय क्षेत्र र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित कानुनहरूको पुनरावलोकन गर्दै एकद्वार, समयबद्ध र डिजिटल प्रशासनिक प्रणाली लागू गर्नेछौँ। नियामक र कार्यान्वयन निकायबीच स्पष्ट कार्यविभाजन गरी द्वैध भूमिका अन्त्य गर्नेछौँ। व्यवसाय दर्तादेखि अनुमति कर, प्रशासन, भुक्तानी र नियमनसम्मका प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गर्नेछौँ। ठूला परियोजनाहरूको कार्यान्वयनमा देखिएका कानुनी, प्रक्रियागत र संस्थागत अवरोध हटाउनु सरकारको प्राथमिकता हो। आयोजना प्रमुखसँग कार्य सम्पादन सम्झौता गर्दै निश्चित कार्यकाल, स्पष्ट जिम्मेवारी र परिणाममा आधारित मूल्याङ्कन प्रणाली लागू गर्नेछौँ। वन, वातावरण, जग्गा प्राप्ति, सार्वजनिक खरिद तथा निर्माण सामग्री सम्बन्धी प्रक्रियालाई सरलीकृत गर्दै रणनीतिक आयोजनाहरूलाई मिशन मोडमा कार्यान्वयन गर्नेछौँ। स्वार्थको द्वन्द्व, कार्टेलिङ तथा एकाधिकार प्रवृत्ति विरुद्ध कडा नियामकीय व्यवस्था लागू गर्नेछौँ। सार्वजनिक खरिद, राजस्व प्रशासन, सेवा प्रवाह र नीतिगत निर्णय प्रक्रियामा निगरानी तथा जोखिममा आधारित अडिट प्रणाली कार्यान्वयन गर्नेछौँ।
सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण र खर्च प्रणालीलाई पारदर्शी बनाई राज्यप्रति नागरिकको विश्वास पुनर्स्थापित गर्नेछौँ। थोरैले धेरै सेवा दिने आधुनिक प्रशासन निर्माण गर्दै सार्वजनिक सेवा प्राप्त गर्न लाइन, झन्झट र अनावश्यक मध्यस्थता भोग्नुपर्ने अवस्थाको अन्त्य गर्नु सरकारको प्राथमिकता हो। निजामती तथा सार्वजनिक प्रशासनलाई पेशागत, तटस्थ, सक्षम, उत्प्रेरित र परिणाममुखी बनाउनेछौँ। अति आवश्यक सार्वजनिक सेवाहरू 7 दिन उपलब्ध गराउने एकल सेवा केन्द्र विस्तार गर्नेछौँ। तथ्याङ्क, प्रविधि र कृत्रिम बुद्धिमत्तामा आधारित सार्वजनिक प्रशासनको रूपान्तरण सरकारको प्राथमिकता हो। एक पटक विवरण सबै सेवामा प्रयोगको सिद्धान्त अनुसार राष्ट्रिय परिचय पत्रमा आधारित एकीकृत डेटाबेस र अन्तर आबद्ध सरकारी प्रणाली विकास गर्नेछौँ। नागरिकता, व्यवसाय दर्ता, कर, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, भूमि, बैंकिङ तथा अन्य सार्वजनिक सेवाहरूलाई नागरिक एप र एकीकृत डिजिटल प्लेटफर्म मार्फत उपलब्ध गराउनेछौँ। ख, यो दोस्रो प्राथमिकता, आर्थिक वृद्धिका क्षेत्रगत स्रोतहरूको पुनः प्राथमिकीकरण। आगामी बजेटले सीमित सार्वजनिक स्रोत र निजी लगानीलाई उच्च प्रतिफल, रोजगारी र मूल्य अभिवृद्धि हुने क्षेत्रतर्फ पुनः प्राथमिकीकरण गर्ने नीति अवलम्बन गर्नेछ। आयातमूलक उपभोगमा आधारित अर्थतन्त्रलाई उत्पादकत्व, नवप्रवर्तन र निर्यातमा आधारित प्रतिस्पर्धी अर्थतन्त्रमा रूपान्तरण गर्दै कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा सेवा क्षेत्रलाई आर्थिक वृद्धिका सम्वाहकका रूपमा विकास गर्नेछौँ। सिर्जना भई पूर्ण रूपमा उपयोग हुन नसकेका पुँजीगत सम्पत्ति तथा निजी क्षेत्रको उत्पादन क्षमताको अधिकतम उपयोग गर्नु सरकारको प्राथमिकता हुनेछ। कृषि उत्पादन, प्रशोधन, भण्डारण, वितरण, बजार र उपभोग बीचको अन्तर सम्बन्धलाई प्रणालीगत रूपमा सुदृढ गर्दै कृषि क्षेत्रको पुनः संरचना गर्नु सरकारको अर्को प्राथमिकता हो। कृषिलाई ग्रामीण समृद्धि, खाद्य सुरक्षा, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधारका रूपमा अगाडि बढाउनेछौँ। साना किसानको संरक्षण गर्दै उत्पादनको स्केल निर्माण गर्ने व्यावसायिक कृषि मोडल अवलम्बन गर्नेछौँ। सहकारी, उत्पादक कम्पनी, करार खेती र कृषि उद्यम समूह मार्फत किसानलाई बजार, प्रविधि, वित्त, बीमा, प्रशोधन र मूल्य सुनिश्चिततासँग आबद्ध गर्नेछौँ। सम्भावना भएका क्षेत्रमा उत्पादन क्लस्टर विकास गरी सिंचाई, सडक, चिस्यान केन्द्र, भण्डारण, परीक्षण प्रयोगशाला, बिउ, मल, यन्त्रसेवा र प्रशोधन उद्योगलाई एकीकृत प्याकेजका रूपमा विस्तार गर्नेछौँ। खाद्यान्न बालीमा न्यूनतम समर्थन मूल्य लागू गर्नेछौँ भने उच्च मूल्यका बाली, पशुपालन, जडीबुटी तथा कृषि वन प्रणालीलाई निर्यातमुखी बनाउनेछौँ। अनुदान प्रणाली उत्पादनमुखी हुनेछ। किसान अभिलेख, बजार इन्टेलिजेन्स, कृषि बीमा र सहुलियत वित्त र यन्त्रीकरण मार्फत कृषिलाई प्रतिस्पर्धी, आधुनिक र हरित अर्थतन्त्रसँग आबद्ध गर्नेछौँ। वनमा आधारित उद्योग, जडीबुटी प्रशोधन, कार्बन व्यापार, जैविक विविधता संरक्षण तथा जलवायु अनुकूल उत्पादन प्रणालीको प्रवर्धन गर्नेछौँ। भौतिक पूर्वाधार विकासलाई आर्थिक रूपान्तरणको दरिलो आधार बनाउनेछौँ। लगानी एक्सप्रेस नीति मार्फत उद्योग, लगानी र पूर्वाधार परियोजनाको स्वीकृति तथा कार्यान्वयन प्रक्रियालाई सरल र समयबद्ध बनाउनेछौँ। खानी तथा खनिज क्षेत्रको विकास गर्दै स्वदेशी स्रोत साधनको उत्पादक उपयोग अभिवृद्धि गर्नेछौँ। हरित हाइड्रोजन, ऊर्जा भण्डारण तथा स्वच्छ औद्योगिक प्रविधिमा निजी क्षेत्रको लगानी प्रोत्साहित गर्नेछौँ। पुँजी बजारमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप संस्थागत लगानी विस्तार, ऋण तथा बन्ड बजार विकास र नवीन वित्तीय उपकरणहरूको प्रवर्धन मार्फत दीर्घकालीन पुँजी निर्माण गर्नेछौँ। लगानी प्रवर्धन गर्न निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्नेछौँ। सार्वजनिक लगानीलाई रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्दै वैकल्पिक विकास वित्त, पूर्वाधार बन्ड, अफशोर बन्ड, हरित बन्ड, डायस्पोरा पुँजी र सार्वजनिक निजी साझेदारी मार्फत दीर्घकालीन पुँजी परिचालन गर्नेछौँ। उपभोग हुन नसकेको संस्थागत बचत एवं कल्याणकारी कोषहरूका लागि समेत उत्पादन केन्द्रित गैर व्यापारिक लगानीका क्षेत्र पहिचान गर्नेछौँ। वैदेशिक सहायता र ऋणलाई राष्ट्रिय प्राथमिकता तथा उच्च प्रतिफल दिने आयोजनामा केन्द्रित गर्नेछौँ। सार्वजनिक संस्थानहरूको पुनर्संरचना, सम्पत्ति मौद्रिकीकरण, एसेट मोनेटाइजेसन र प्रभावकारी व्यवस्था मार्फत वित्तीय अनुशासन कायम गर्नेछौँ। नेपाललाई तौल रहित उच्च मूल्य सिर्जना गर्ने अर्थतन्त्रमा रूपान्तरण गर्ने उद्देश्यका साथ सफ्टवेयर, क्लाउड सेवा, डेटा सेन्टर, एआई कम्प्युटेसन, साइबर सुरक्षा तथा डिजिटल सेवाको निर्यात प्रवर्धन गर्नेछौँ। रिमोट वर्क, डिजिटल नोम्याड, अन्तर्राष्ट्रिय पेमेन्ट प्रणाली र डिजिटल उद्यमलाई कानुनी मान्यता दिँदै नेपाललाई क्षेत्रीय टेक हबका रूपमा विकास गर्नेछौँ।
स्टार्टअप नेपाल तथा राष्ट्रिय उद्यम एवं नवप्रवर्तन कार्यक्रमहरूलाई एकीकृत स्वरूप दिनेछौँ। शहरीकरण र प्रादेशिक सन्निकटतालाई आर्थिक वृद्धिका नयाँ ध्रुव ग्रोथ पोलका रूपमा विकास गर्नेछौँ। धार्मिक, सांस्कृतिक, आरोग्यमूलक, साहसिक तथा समुदायमा आधारित पर्यटनको गुणात्मक विस्तार गर्नेछौँ। आर्थिक करिडोर मार्फत ग्रामीण शहरी आर्थिक अन्तर्सम्बन्ध सुदृढ गर्नेछौँ। ग, भौतिक पूर्वाधारका लागि बहुपक्षीय पुँजी परिचालन। लामो समयदेखि अधुरा रहेका रूपान्तरणकारी आयोजनाहरूलाई यथाशीघ्र सम्पन्न गर्नु सरकारको अर्को प्रमुख प्राथमिकता हो। सीमित स्रोतलाई नयाँ आयोजना थप्ने भन्दा अधुरा तथा उच्च प्रतिफलयुक्त आयोजनाको सम्पन्नतामा केन्द्रित गर्नेछौँ। निर्माणाधीन ऊर्जा उत्पादन, प्रसारण तथा वितरण आयोजनालाई तीव्रता दिँदै तयारी सम्पन्न भएका जलाशययुक्त आयोजनाहरूलाई अगाडि बढाउनेछौँ। ऊर्जा खपत वृद्धि, क्षेत्रीय ऊर्जा व्यापार विस्तार तथा ऊर्जामा आधारित उद्योग प्रवर्धन गर्नेछौँ। नवीकरणीय ऊर्जामा आधारित उद्योग विकासका लागि वित्तीय सहुलियत र लगानी सहजीकरण गर्नेछौँ। तराई मधेसका सिंचाई सेवा नपुगेका क्षेत्रमा भूमिगत जलस्रोतमा आधारित सिंचाई विस्तार गर्नेछौँ। पहाडी तथा हिमाली क्षेत्रमा लिफ्ट सिंचाई र परम्परागत सिंचाई प्रणालीको पुनर्स्थापन गर्नेछौँ। निर्माणाधीन ठूला सिंचाई आयोजनाहरू यथाशीघ्र यसै वर्ष सम्पन्न गर्नेछौँ। राष्ट्रिय आर्थिक एकीकरण र बजार पहुँच विस्तारका लागि पुष्पलाल, हुलाकी, उत्तर दक्षिण कोरिडोर तथा काठमाडौँ तराई मधेस द्रुत मार्ग लगायत रणनीतिक सडक आयोजनाका बाँकी खण्डको निर्माण सम्पन्न गर्नेछौँ। मुख्य राजमार्गबाट विभिन्न स्थानीय तह जोड्न निर्माण भइरहेका सेकेन्डरी सडकहरू शीघ्र सम्पन्न गर्ने गरी बजेट विनियोजन गर्नेछौँ। सुरुङ मार्ग, फ्लाइओभर, अन्डरपास र ओभरपास निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्नेछौँ। औद्योगिक तथा निर्यात प्रवर्धनलाई टेवा दिन आर्थिक करिडोर, क्लस्टर, ड्राई पोर्ट, वेयरहाउस, कोल्ड चेन र बहुआयामिक लजिस्टिक्स पूर्वाधार विकास गर्नेछौँ। शहरीकरणलाई आर्थिक वृद्धि, सेवा प्रवाह र जीवन स्तर सुधारसँग जोड्नेछौँ। काठमाडौँ उपत्यका सहित प्रमुख शहरहरूमा मास ट्रान्जिट प्रणालीलाई प्राथमिकता दिनेछौँ। एकीकृत फोहोर मैला व्यवस्थापन, ढल प्रशोधन तथा पुनः प्रयोग प्रणाली विकास गरी चक्रीय शहरी अर्थतन्त्र प्रवर्धन गर्नेछौँ। मेलम्ची तथा अन्य राष्ट्रिय महत्त्वका खानेपानी आयोजनाको सुदृढीकरण गर्दै नियमित र सुरक्षित पानी आपूर्ति सुनिश्चित गर्नेछौँ। लुम्बिनी बौद्ध, जनकपुर रामायण, हिमाली तथा प्रकृतिमा आधारित पर्यटन सर्किट विकास गर्नेछौँ। नयाँ ट्रेकिङ मार्ग, होमस्टे, सांस्कृतिक गन्तव्य र सेवा केन्द्रहरूको विकास मार्फत स्थानीय अर्थतन्त्र चलायमान बनाउनेछौँ। विमानस्थलहरूको पूर्ण सञ्चालन, हवाई सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन तथा नेपाल वायुसेवा निगमको संस्थागत पुनः संरचना मार्फत नेपाललाई सुरक्षित क्षेत्रीय पर्यटन हबका रूपमा विकास गर्नेछौँ। सार्वजनिक डिजिटल पूर्वाधारलाई आर्थिक प्रतिस्पर्धात्मकताको आधारमा विकास गर्नेछौँ। डेटा सेन्टर, जी क्लाउड, उच्च गतिको इन्टरनेट, साइबर सुरक्षा तथा डिजिटल भुक्तानी पूर्वाधार विस्तार गर्नेछौँ। घ, अवसरको समानताका लागि सामाजिक लगानी, इक्वालिटी अफ अपर्च्युनिटी। शिक्षा प्रणालीलाई राजनीतिक हस्तक्षेप मुक्त, प्रतिस्पर्धी र श्रम बजारसँग आबद्ध बनाउन आधारभूतदेखि उच्च तहसम्म पुनः संरचना गर्नेछौँ। शिक्षाको सबै तहमा केवल विस्तार नबढाई गुणस्तरीय सिकाइलाई प्रधान प्राथमिकता दिनेछौँ। देशको आर्थिक रूपान्तरणलाई सहयोग गर्ने दिशामा शिक्षा प्रणालीलाई अघि बढाउनेछौँ। विद्यालय शिक्षालाई सबै बालबालिकालाई आधारभूत र आवश्यक सिकाइ प्रदान गर्नेतर्फ उन्मुख गराइनेछ। प्राविधिक तथा व्यावसायिक शिक्षालाई आर्थिक वृद्धि, रोजगारी र उत्पादनशीलता बढाउने मुख्य इन्जिनका रूपमा विकास गर्नेछौँ। उच्च शिक्षा क्षमता, ज्ञान, अनुसन्धान र नवप्रवर्धनको आधारशिला बनाउनेछौँ। विद्यालय म्यापिङ, विद्यालय सञ्जाल योजना, साझा गुणस्तर मापदण्ड, शिक्षक दरबन्दी मिलान तथा विद्यालय वर्गीकरण मार्फत सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्नेछौँ। सार्वजनिक र निजी सबै विद्यालयलाई न्यूनतम सिकाइ र समावेशीकरणको साझा मापदण्डभित्र ल्याउनेछौँ। शिक्षक र प्रधानाध्यापकलाई शिक्षा सुधारको केन्द्रमा राख्दै योग्यता, कार्य सम्पादन र पेशागत विकासमा आधारित प्रणाली लागू गर्नेछौँ। उच्च शिक्षालाई अनुसन्धानमुखी, प्रतिस्पर्धी र नवप्रवर्तन केन्द्रित बनाउँदै विश्वविद्यालय, उद्योग र अनुसन्धान संस्था बीचको सहकार्य सुदृढ गर्नेछौँ। अनुसन्धान तथा विकास R&D का लागि छुट्टै राष्ट्रिय अनुसन्धान तथा नवप्रवर्तन कोष स्थापना गरी विज्ञान, प्रविधि, कृषि, स्वास्थ्य, ऊर्जा, कृत्रिम
बुद्धिमत्ता र डिजिटल अर्थतन्त्रसँग सम्बन्धित अनुसन्धान तथा नवप्रवर्तनलाई दीर्घकालीन वित्तीय आधार प्रदान गर्नेछौँ। खेल क्षेत्रको व्यवसायीकरण तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धि मार्फत खेलकुदलाई राष्ट्रिय गौरव, स्वास्थ्य, पर्यटन र समग्र अर्थतन्त्रसँग आबद्ध गर्नेछौँ। आधारभूत स्वास्थ्य सेवाको न्यूनतम मापदण्ड लागू गर्दै आवश्यक जनशक्ति, औषधि, उपकरण र पूर्वाधार सहितको एकीकृत स्वास्थ्य सेवा प्रणाली विकास गर्नेछौँ। स्थानीय तहसम्म आधारभूत अस्पताल र ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तारलाई प्राथमिकता दिनेछौँ। स्वास्थ्य बीमा तथा स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षा कार्यक्रमलाई पुनर्संरचना गरी नागरिक मैत्री बनाउनेछौँ। रोगको रोकथाम, मानसिक स्वास्थ्य, पोषण, नसर्ने रोग नियन्त्रण, टेलिहेल्थ सेवा तथा जनस्वास्थ्य प्रणाली सुदृढीकरणलाई प्राथमिकतामा राख्नेछौँ। आयुर्वेद, योग, ध्यान तथा वैकल्पिक उपचार पद्धतिलाई वैज्ञानिक र व्यवस्थित रूपमा प्रवर्धन गर्नेछौँ। निजी स्वास्थ्य संस्थाहरूको सेवा गुणस्तर नियमनलाई सुदृढ गर्नेछौँ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोगी नागरिकका लागि समुदायमा आधारित हेरचाह अर्थतन्त्र केयर इकोनोमीको विस्तार गर्नेछौँ। सामाजिक सुरक्षा कार्यक्रमलाई समन्याय, लक्षित संरक्षण, राज्यको आर्थिक क्षमता र सामाजिक गतिशीलताको आधारका रूपमा पुनर्संरचना गर्नेछौँ। वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई लक्षित गरी उद्यमशीलताका अवसर विस्तार गर्नेछौँ। कमाउँदै सिक्दै अवधारणामा आधारित अप्रेन्टिसशिप तथा रोजगार प्रवर्धन कार्यक्रम सञ्चालन गर्नेछौँ। अनौपचारिक क्षेत्रलाई क्रमशः औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्दै श्रमिकलाई सामाजिक बीमा र श्रम संरक्षणको दायरामा ल्याउनेछौँ। सहकारी क्षेत्रलाई बचतकर्ताको विश्वास, वित्तीय अनुशासन र उत्पादनशील अर्थतन्त्रको आधारको रूपमा पुनर्संरचना गर्दै नियमनयुक्त तथा सदस्य केन्द्रित प्रणाली विकास गर्नेछौँ। नियामकीय सुधार मार्फत बचतकर्ताको समस्या दीर्घकालीन रूपमा समाधान गर्नेछौँ। संरचनागत असमानता, बहिष्करण र अवसरको असन्तुलन न्यूनीकरण राज्यको प्रमुख दायित्व हो। पिछडिएका क्षेत्र, सीमान्तकृत समुदाय तथा अवसरबाट वञ्चित वर्गको सार्वजनिक सेवामा समान पहुँच विस्तारलाई उच्च प्राथमिकता दिनेछौँ। दलित समुदायमाथि ऐतिहासिक रूपमा कायम संरचनागत विभेदको अन्त्य गर्दै लक्षित हस्तक्षेपलाई सुदृढ गर्नेछौँ। द्वन्द्व पीडितलाई न्यायको अनुभूति हुने गरी शान्ति प्रक्रियाका बाँकी कार्यभारलाई निष्कर्षमा पुर्याउनेछौँ। वास्तविक भूमिहीन र सुकुम्बासीको पहिचान, सुरक्षित आवास, जग्गाको स्वामित्व तथा उत्पादनसँग आबद्ध जीविकोपार्जनका आधार सुदृढ गर्नेछौँ। विकासको मूल प्रवाहबाट ऐतिहासिक रूपमा वञ्चित कर्णाली, मधेस र सुदूरपश्चिम लगायतका क्षेत्रहरूको रूपान्तरण राज्यको शीर्ष प्राथमिकता हुनेछ। यी क्षेत्रहरूलाई केवल अनुदान वा राहतमा आश्रित बनाउने भन्दा पनि राष्ट्रिय सम्भावना, कृषि, जलस्रोत, पर्यटन, संस्कृति, उद्यमशीलता तथा मानव पुँजी विकासको रणनीतिक केन्द्रका रूपमा विकास गर्नेछौँ। पाँचौं प्राथमिकता बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरण। नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, आत्मसम्मान र राष्ट्रिय हितलाई सर्वोपरि राखी सन्तुलित, स्वाधीन र परिणाममुखी परराष्ट्र सम्बन्ध विकास गर्नेछौँ। परराष्ट्र नीतिलाई आर्थिक रूपान्तरणको संवाहक बनाई वैदेशिक लगानी, ऊर्जा व्यापार, पर्यटन, निर्यात, प्रविधि हस्तान्तरण र वैदेशिक रोजगारीको गुणस्तरीय विस्तारमा जोड दिनेछौँ। सूचना प्रविधि, शिक्षा, स्वास्थ्य सेवा, हरित ऊर्जा र डिजिटल सेवामा नेपाललाई आकर्षक केन्द्रका रूपमा स्थापित गर्न कूटनीतिक पहल गर्नेछौँ। विदेशमा रहेका नेपाली समुदायको पुँजी, ज्ञान, सिप, प्रविधि र अन्तर्राष्ट्रिय सञ्जाललाई राष्ट्रिय विकास महाअभियानमा परिचालन गर्न डायस्पोरा साझेदारी सुदृढ गर्नेछौँ। गैर आवासीय नेपालीको लगानी, वित्तीय सहभागिता र नवप्रवर्तनलाई सहजीकरण गर्न कानुनी तथा संस्थागत सुधार अगाडि बढाउनेछौँ। अन्तर्राष्ट्रिय वित्तीय स्रोत, जलवायु वित्त, प्रविधि र नवप्रवर्तनमा पहुँच विस्तार गर्दै नेपाललाई विश्व अर्थतन्त्रसँग अर्थपूर्ण रूपमा आबद्ध गर्नेछौँ। सम्माननीय सभामुख महोदय, अन्त्यमा आगामी आर्थिक वर्ष 2083-84 को बजेटले मुलुकमा विद्यमान आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्दै समुन्नत नेपालको दिगो आधार तयार गर्नेछ। प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले रोजगारी केन्द्रित आर्थिक वृद्धि, संरचनागत सुधार, डिजिटल रूपान्तरण र सुशासनलाई केन्द्रमा राख्नेछ। निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापन, लगानी मैत्री वातावरण निर्माण र प्रविधि मैत्री सार्वजनिक सेवा प्रवाह मार्फत
नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने प्रतिबद्धता यसमा अन्तर्निहित छ। मैले आज यस सम्मानित सदन समक्ष पेश गरेको विनियोजनको सिद्धान्त तथा प्राथमिकता उपर माननीय सदस्यहरूका बीच गहन रूपमा छलफल हुने अपेक्षा गरेको छु। यस छलफलबाट प्राप्त हुने सुझावलाई आगामी आर्थिक वर्षको बजेट निर्माणको मार्गदर्शकका रूपमा ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। धन्यवाद। सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले आर्थिक वर्ष 2083-84 को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, आर्थिक वर्ष 2083-84 को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफको लागि यही 2083 साल जेठ महिना 4, 5 र 6 गतेका दिनहरू तोकेको बेहोरा जानकारी गराउँछु। साथै उक्त छलफलमा दलीय प्रतिनिधित्वको आधारमा भाग लिन सम्बन्धित संसदीय दलका पदाधिकारीहरूले आफ्ना दलका वक्ता मान्य सदस्यहरूको नाम बैठक बस्नुभन्दा 1 घण्टा अगावै कार्यव्यवस्था शाखा संघीय संसद सचिवालय सिंहदरबारमा उपलब्ध गराइदिनु हुन अनुरोध छ। माननीय सदस्यहरू, आर्थिक वर्ष 2083-84 को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक माथिको छलफलको क्रममा माननीय सदस्यहरूबाट उठाइएका विषयहरूको टिपोटको लागि अर्थ मन्त्रालयका साथै सचिवालयलाई समेत निर्देश गर्दछु। माननीय सदस्यहरू, आजको कार्यसूचीको क्रम संख्या 6 मा रहेको कार्यक्रम सूचीबाट हटाएको बेहोरा जानकारी गराउँछु। माननीय सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2083 जेठ 4 गते सोमबार दिन बिहान 11 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।